मित्रहरू नमस्कार। के तपाईँ दाँत दुखेर हैरान हुनुहुन्छ? मुख गिजामा जाने रगत आउँछ गिजाबाट, दाँतमा किरो लागेको छ, मुख गनाउँछ एकदमै बढी, कसैको अगाडि कुरा गर्दा गर्दा सास एकदम गनाए जस्तो हुन्छ, त्यस्ता यदि तपाईँलाई समस्या छ भने त्यसको लागि कहीँ जानु पर्दैन, कुनै दबाईहरू खाइराख्नु पर्दैन। यसैलाई हामीले घरेयासी विधिबाटै जाने चट्टै निको पार्न सकिन्छ। त्यसको लागि तपाईँहरूले लिनुपर्ने हुन्छ घरको शुद्ध बेसार, सकभर अर्ग्यानिक बेसार, घरकै शुद्ध बारीको आफैले पिसाएको भए अझ राम्रो हुन्छ, नेचुरल। यसमा जाने एन्टिब्याक्टेरियल, एन्टी इन्फ्लामेटरी गुणहरू हुन्छन्। एन्टिब्याक्टेरियलले तपाईँको मुखमा भएका त्यो दाँतमा लागेका किरासिरालाई मार्ने काम गर्छ भने एन्टी इन्फ्लामेटरी गुण यसमा हुन्छ, त्यसले तपाईँको त्यो गिजा सुनियोलाई ठिक गर्ने काम गर्दछ। यसरी 1 चम्मच बेसार तपाईँले एउटा कटोरामा लिनु होला। त्यसमा जाने यो ब्ल्याक साल्ट अथवा बिरेन हुन्छ, जसलाई ब्ल्याक साल्ट भन्छ, त्यो लिनु होला। यसमा अलिकति यो मसिनो पिसेको लिनु होला। यसरी मैले अघि भर्खरै मैले प्रयोग गरेँ। त्यसपछि तपाईँले लिनुपर्ने हुन्छ शुद्ध तोरीको तेल, 2-3 थोपा शुद्ध तोरीको तेल पनि यही बेसारमा नुन राखेको ठाउँमा राख्नु होला। मजाले त्यसलाई घोलेर मजाले पेस्ट जस्तो बनाउनु होला र ब्रसले लिएर मजाले दाँतको हरेक कुना काप्चा जतासुकै लगाएर तपाईँले मजाले घोटी घोटी सफा गर्नु होला। त्यसो गर्नुभयो भने तपाईँको मुख गनाउने समस्या पनि हराउँछ, तपाईँको दाँतको दुखाइ पनि कम हुन्छ, दाँतमा किरा लागेको पनि ठिक हुन्छ र हिजो आज पान गुटका के खाएर जुन दाँतमा दाग हुन्छ, रातो कालो दाग बसेको हुन्छ, त्यो पनि ठिक हुन्छ र मुख पनि गनाउँदैन। तपाईँले यो घरै बसेर गरेर विचार गर्नु होला। 2-4 पटक गर्नुहोस् हप्तामा, तपाईँको सबै समस्याहरू ठिक भएर जान्छ। हस्त मित्रहरू, यस्तै भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्नु होला। पेजबाट हेर्दै हुनुहुन्छ भने पेजलाई फलो पनि गर्नु होला। भिडियो कस्तो लाग्यो कमेन्टमा उल्लेख गर्नु होला। हस्त, धन्यवाद।